नमस्कार साथीहरु, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। सधैँ तपाईहरुमाझ नेप्सीको अपडेट लिएर उपस्थित भइसकेको छु। साथीहरु, आज हामीले नेप्सीमा चाहिँ यस भिडियोमा नेप्सीमा कस्तो खालको जुन क्यान्डल बनेको छ, भोल्युम कस्तो रहेको छ र जुन क्यान्डलले भोलिको जुन मार्केट अर्को हप्ताको मार्केटलाई कस्तो खालको जुन इफेक्ट गर्छ र त्यसले जुन कस्तो खालको एउटा इन्भेस्टरमा चाहिँ साइकोलोजीको डेभलप भएको छ भन्ने बारेमा चाहिँ यस भिडियोमा हामी चर्चा गर्नेछौँ। भने तपाईहरु यदि मेरो च्यानलमा भर्खरै आउनुभएको छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईहरुमाझ मैले यस्तै जानकारीमूलक भिडियोहरु बनाएर लिएर गर्नेछु। भने आजको हामीले नेप्सीको जुन अपडेटतिर लागौँ। आज चाहिँ 5.99 अङ्कले आज घटेको छ। जुन अहिले एउटा जुन अङ्क जुन घट्ने क्रम चाहिँ थोरै बिस्तारै कम हुँदै गएको छ। यसले चाहिँ अब एउटा बजारमा एउटा फर्कने जुन वर्षक हुन सक्ने सम्भावना चाहिँ बढाएको देखिन्छ। जुन यो हप्ताको जुन अन्तिम कारोबार भएको कारणले गर्दाखेरि अलिकति अन्तिम दिनमा चाहिँ अलिकति सेलिङ प्रेसर प्राय आइरहेको हुन्छ र अब आउने हप्ता चाहिँ अलिकति पोजिटिभ हुने हामीले देख्न सक्छौँ। त्यसको लागि हामी चाहिँ अलिकति तयारी नै हुनुपर्ने देखिन्छ। भने अब हामीले आज चाहिँ 5.99 अङ्कले घटेर 2640.9 सम्म आज क्लोजिङ भएको छ। भने आजको जुन भोल्युम हेर्छौँ भने भोल्युम 7.9 अर्बको चाहिँ आज कारोबार भएको छ। भोल्युम पनि हिजो भन्दा चाहिँ अहिले बढेको छ। जुन एउटा नेप्सीको जुन घटे पनि एउटा भोल्युमले चाहिँ अलिकति एउटा बाउन्स ब्याक देखाएको छ। अब भने आज चाहिँ 85 वटा स्टकको प्राइस चाहिँ आज बढेको छ भने 163 वटा स्टकको प्राइस चाहिँ आज घटेको छ। आजको टोटल ट्रेडेड सेयर हेर्छौँ भने चाहिँ 1,71,08,809 वटा सेयरको कारोबार भएको छ। भने आजको टोटल ट्रान्जेक्सन चाहिँ 70,640 वटा सेयरको ट्रान्जेक्सन भएको छ। भने आज टोटल स्क्रिप्ट चाहिँ 311 वटा स्क्रिप्टको चाहिँ आज कारोबार भएको छ। टोटल मार्केट क्यापिटलाइजेसन हेर्छौँ भने आज 43 खर्ब 79 अर्ब आसपासको चाहिँ मार्केट क्यापिटलाइजेसन रहेको छ। भने आज इन्भेस्टमेन्ट हेर्छौँ भने इन्भेस्टमेन्ट सेन्टिमेन्टमा चाहिँ आज विक बेरिस रहेको छ। भने हामीले आजको जुन क्यान्डल डेली क्यान्डल हेर्छौँ, ग्राफमा हेर्छौँ, सुरुमा अलिकति बढ्न खोजेको थियो, त्यसपछि अलिकति सेलिङ प्रेसर आएर फेरि 1 घन्टा पछाडि फेरि एउटा बढेको थियो। तर त्यस पछाडि फेरि एउटा प्रोफिट बुक गर्न खोजे, त्यसले गर्दाखेरि लगातार डाउन ट्रेन्डमा चाहिँ घट्यो र लास्ट आवरमा घटेर नै क्लोजिङ भएको छ। भने अब हामीले आजको टप गेनर हेर्छौँ भने आज आरएफपीएल, बीपीसीएल, पुरी, वरुण, एसएपीडीएल, राधी, एएचएल, यूएलबीएसएल, यूपीसीएल, डोडी चाहिँ आजको टप गेनर रहेको छ। आजको टप लुजर हेर्छौँ भने चाहिँ ओएमपीएल, जीआरडीबीएल, एनएमबी 50, एसएमएस, जेएस, एलबीबी, क्रेस्ट, एनएमआईसी, सिन्धु, एसआईजीएस3, जीबीआईएलडी 8485 चाहिँ आजको टप लुजर रहेको छ। आजको टप टर्नर हेर्छौँ राधी, यूपीसीएल, बीपीसीएल, एनजीपीएल, एकेपीएल, सीएसडीसी, एसएपी, डीबीएल, ओएमपीएल, एसएचपीसी र सीजीएल चाहिँ आजको टप टर्नओभर रहेको छ। आजको नेप्सीको लाइभ टेक्निकल एनालाइसिसमा हेर्छौँ भने आज अक्सिलेटरले चाहिँ 2वटा सेल, 5वटाले न्युट्रल, 3वटाले चाहिँ बाई देखाएको छ। भने समरीमा हेर्छौँ भने 12वटाले सेल, 5वटा न्युट्रल, 4वटा बाई र ट्रेन्ड फलोइङले चाहिँ 10वटाले सेल, एउटाले चाहिँ बाई देखाएको छ। भने जुन हामीले अब आजको सपोर्ट रेजिस्टेन्स लेभल हेर्छौँ भने सपोर्ट लेभल R1, सपोर्ट लेभल S1 चाहिँ 2630.25, S2 2619.54, S3 चाहिँ 2603.78 रहेको छ। भने रेजिस्टेन्स लेभल R1 चाहिँ 2656.72, R2 2672.48 र R3 चाहिँ 2683.19 रहेको छ। अनि अब हामीले आजको सेक्टर वाइज हेर्छौँ भने आज बढ्ने सेक्टरमा हाइड्रो पावर सेक्टर, इन्भेस्टमेन्ट सेक्टर बढेको छ। भने अरू सबै सेक्टरहरू चाहिँ आज घटेको छ। हाइड्रो सेक्टर 1.14%ले चाहिँ बढेको छ। भने सबैभन्दा धेरै घट्नेमा चाहिँ अदर सेक्टर 0.67%ले घटेको छ। भने अब हामीले आजको नेप्सीलाई चाहिँ चार्टबाट हेर्छौँ भने आज चाहिँ ओपनिङ 2643.85, हाई 2661.77 र लो चाहिँ 2635.30 रहेको छ। क्लोजिङ चाहिँ 2640.9 भएको छ। भने 5.99 अङ्कले चाहिँ आज घटेको छ। आजको क्यान्डल हेर्छौँ चाहिँ आज चाहिँ एउटा इन्डिकेसनल क्यान्डल बनेको छ। क्यान्डलमा चाहिँ एउटा सेलिङ प्रेसर पनि देखिन्छ
एउटा बाइङ प्रेसर पनि देखिन्छ। यसले चाहिँ अलिक इन्डिकेटर क्यान्डल बनेको र मार्केट एउटा बाउन्स गर्नु खोजेको जस्तो हामीले देख्न सक्छौँ। तर अर्को हप्ताको जुन पहिलो कारोबार 1-2 दिनको कारोबार हेरेर बल्ल हामीले डिजाइन गर्नुपर्ने हुन्छ भने अब यसमा चाहिँ भोल्युम हेर्छौँ भने भोल्युम चाहिँ लगातार एउटा डाउन ट्रेन्डमा घटेको थियो, एउटा बाउन्स ब्याक भएको छ। भोल्युमले चाहिँ एउटा पोजिटिभ देखाएको छ भने जुन आरएसआई हेर्छ भने आरएसआई 44.64 छ। आरएसआई एउटा अलिकति साइडवेजमा बसेको जस्तो देखिन्छ भने एमएसिडीले चाहिँ एउटा अलिकति बाइ सिग्नल दिन खोजेको हो कि जस्तो देखिन्छ र यो चाहिँ अलिकति करेक्सनमा नै छ। यसले चाहिँ कन्फर्मेसन चाहिँ दिइसकेको छैन एमएसिडीले भने अब हामीले जुन आजको जुन नेप्सीलाई चाहिँ अर्को फर्मुलाबाट बोलिन्जर ब्यान्डबाट हेर्छौँ भने चाहिँ यो जुन क्यान्डल चाहिँ मिडल ब्यान्ड र लोवर ब्यान्डको बिचमा रहेको छ। मिडल ब्यान्ड भन्दा माथि एउटी क्यान्डल बन्यो भने चाहिँ हामीले बाइ सिग्नलको रूपमा लिन सक्छौँ बोलिन्जर ब्यान्डमा चाहिँ। भने अब हामीले आजको नेप्सीलाई चाहिँ 1 आवर टाइम फ्रेममा हेर्छौँ भने जुन क्यान्डल चाहिँ लगातार एउटा डाउन ट्रेन्डमा घटेको छ र लास्ट आवरको क्यान्डलले चाहिँ अलिकति बढ्न खोजेको पोजिटिभ देखेको छ। तर क्यान्डल चाहिँ इन्डिकेटर क्यान्डल बनेको छ। भोल्युम हेर्छौँ भने भोल्युम पनि एउटा अप ट्रेन्डमा गएको छ र लास्ट आवरको जुन भोल्युम चाहिँ राम्रो आएको छ, पोजिटिभ रहेको छ भने आरएसआईले चाहिँ अलिकति साइड देखेको छ र आरएसआई चाहिँ 37.30 रहेको छ। यसले चाहिँ अलिकति ओभरसोल्ड नै देखाएको छ। एमएसिडी हेर्छौँ भने एमएसिडीमा हिस्टोग्रामहरू नेगेटिभ हिस्टोग्राम बनेको अलिकति पोजिटिभ हुन खोजेको जस्तो देखिन्छ। एउटा बाइ सिग्नल चाहिँ दिएको छैन 1 आवर टाइम फ्रेममा भने अब हामीले आजको जुन क्यान्डललाई हेर्छौँ भने चाहिँ अलिकति पोजिटिभ हुन खोजेको हो जस्तो देखिन्छ 1 आवर टाइम फ्रेममा र अबको जुन अर्को हप्ता चाहिँ अलिकति पोजिटिभ हुनसक्छ। त्यसले गर्दाखेरि हामीले 1-2 दिनको कारोबार हेरेर बडा डिजाइन गर्नुपर्ने देखिन्छ र त्यति अब घटाउन नमानेको र अब चाहिँ अब बाउन्स ब्याक हुन खोजेको जस्तो हामीले बुझ्न पनि सक्छौँ। भने साथीहरू तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ, च्यानल सब्सक्राइब गर्नुभएको छ भने चाहिँ च्यानल सब्सक्राइब गरिदिनु भयो। तपाईँहरूमा मैले यस्तै जानकारी भिडियो बनाएर आइरहनेछु। यति दिनसम्म भिडियो हेरेर साथ दिनु तपाईँलाई धेरै धेरै धन्यवाद।